आजको ब्लग चाहिँ के छ भन्दा अ डे इन माई लाइफ नथिङ सो स्पेसल तर अब जस्ट निकै दिन भयो ब्लग नहालेको विच इज वाइ आई थिङ्क इट्स टाइम टु अपडेट हाम्रो मर्निङमा जहिले यसरी माने बजाइरहेको छ बक्समा अनि यतानिर यस्तो दामी नजारा देखाइदिन्छु तपाईँहरूलाई ऊपर देख्नुहुँदैछ भ्युज माउन्टेन्स यता यता उतापट्टि चाहिँ छ कञ्चनजङ्घा यो माउन्टेन्स पुरा मन पराउँछ स्पेसली टुरिस्टहरूले हरियो परियो यस्तै छ हाम्रो हेर्नुहोस् प्लान्ट रोप्ने टेक्निक यो तपाईँले देख्नुहुन्छ यसलाई चाहिँ डोरीले यसो भन्यो त्यहाँबाट यतानिर पनि छ फ्लावर स्टोर हो र छ त्यहाँनिर अघिको नजारा चाय पिउँदै तपाईँहरूलाई नजारा देखाउँदै जान्छु तलनिर हाम्रो मानिस यो चाहिँ जहिले मर्निङमा बुद्धिस्टको घरमा यसरी बज्छ अरूको पनि हाम्रोमा चाहिँ जहिले बज्छ यहाँनिर हुन्छ हाम्रो नयाँ किचन र यहाँदेखि गयो भने चाहिँ यहाँ चाहिँ यस्तो खालको चाहिँ सामानहरू देख्नुहुन्छ यो हाम्रो घर नै हो यहाँ पुग्यो भने चाहिँ प्लान्ट्सहरू देख्नुहुँदैछ टेरेस छ हाम्रो ऊपर पहाडमा युङहरू देख्नुहुँदै होला स्नोहरू यो चाहिँ हाम्रो गाउँ समडे चाहिँ गाउँको पनि टुर गर्नुपर्छ होला दामी नै छ चिटिक्कै नै छ पर चाहिँ कञ्चनजङ्घा हुन्छ कि तर अहिले मौसम बादलले गरेर चाहिँ छेकिरहेको छ अब फर्स्ट मर्निङमा के हुन्छ भन्दा चाहिँ सिन्स माई फादर चाहिँ उपर मिल्क डेरीमा चाहिँ हेर्नुहुन्छ म्यानेजर जस्तै हो म्यानेजर नै हो अब यो नादिन्सको त्यहाँनिर चाहिँ आप्पाले अब त्यो दुधहरू जति आएकोहरू फ्याट नाप्नुपर्छ अनि के गरेर चाहिँ उता मेन सेन्टरमा पठाउनुपर्छ अनि समटाइम चाहिँ आप्पा हुँदैन त्यही भएर चाहिँ एकछिनमा म पनि गएर सिक्छु कि फ्याटहरू चाहिँ कसरी नापिदिनु र के अब इम्पोर्टेन्ट के छ त्यो सिक्नु पऱ्यो त्यहाँनिर हुन्छ हाम्रो किङखुर र यहाँदेखि तल गयो चाहिँ अघिको जुन चाहिँ नि यहाँनिर चाहिँ ब्रदर सुत्नुहुन्छ समटाइम हामी पनि सुत्छौँ अब के यहाँनिर चाहिँ गेस्ट कोहीखेर आप्पाको दिदीहरू आउनुहुन्छ अनि यहाँनिर सुत्छ र माथि अब के हुँदैछ लाइक कन्स्ट्रक्सन त्यही भएर मैला हुन्छ भनेर चाहिँ यो बिहान चाहिँ यहीँ लगाएर राखिदिएको लागि अनि हाम्रोमा चाहिँ एउटा बाली छ हल्ला गर्ने चाहिँ यही हो अनि आमा र आप्पाले चाहिँ जार पनि पकाउनुहुन्छ फेमस छ हाम्रो घरको जार पट्टि आयो भने चाहिँ मेरो दिदीको रुम छ यो हो दिदीको रुम मेरो चाहिँ यतापट्टि छैन तर म देखाउने नानी यसरी घुमाइदिनु लाग्छु
बेसी यहाँदेखि तल जान्छ होइन अनि यो चाहिँ हाम्रो गाउँ सानो गाउँ सुपर डायरीमा जानुपर्छ At 4.2 लेख्यो एसएनएफ चाहिँ 7.780 नै हो अब फेरि उसको आयो भने योलाई टेयर खिच्यो टेयर खिचेर अब यो टेस्ट जाँदैन नि कहाँ लुसा गर्नु बित्तिकै हाल्यो होइन बित्तिकै हाल्यो उसको मात्रै अङ्क गर्छ 2 केजी 2.1 अब यो 2.1 आयो डोमा लेप्चा 2 किलो आधी आयो यहाँ 3.1 हालिदियो यता 7.2 अभी मैं कुक कर रही हूँ त्यो आलु अलिक पाक्न टमाटर हाल्नुपर्छ त्यहाँदेखि चाहिँ यो कोपी हाल्नुपर्छ आई एम भेरी गुड एट कुकिंग मैंने अपने थोपड़े पे थोड़ा सा मेकअप कर लिया है नाउ आई एम बिकमिंग रियली गुड एट मेकअप करने में भी थोड़ा अच्छा हो रहा हूँ अच्छा I'm impressed. ये है मेरा आज का आउटफिट इट्स वेरी सिंपल nothing so special. यो हो हाम्रो गाउँ अहिले म कहाँ गएको भन्दा चाहिँ नि राइट नाउ वी आर गोइङ इज हाम्रै जग्गाको छेउको जहाँनिर लाइक आई हेभ टु गो फर वर्क पर्पज त्यहाँनिर गएर अलिक इन्फर्मेसन आई हेभ टु कलेक्ट अनि त्यही भएर म जाँदैछु एक्लै जा रही हो आफ्टर द्याट त्यहाँदेखि मगाउनु चाहिँ जान्छु त्यहाँदेखि चाहिँ फेरि घरमा फर्किन्छु विषयहरूको छेउमा उयो कालोको कुछ त्यही टक्छ त्यही कालोले टोकेको थियो तिमी बहिनीले टक्यो त्यहाँदेखि चाहिँ पुरा डर लाग्छ एउटा बोक्दा चाहिँ सब पाउँदो रहेछ नि हो त्यहाँनिर मेरो अलिक काम थियो अनि त्यहाँनिर मैले सोधिहालेँ इन्फर्मेसन आई हेभ अलरेडी लाइक कलेक्टेड अनि त्यो चाहिँ छ त्यो एमपिसिएसहरू हेर्नुपर्छ हाम्रो काम चाहिँ त्यही हो अनि मगानमा एकछिन त्यो साइबरमा काम थियो विच इज वाइ आई एम वेटिङ फर द कार अनि एउटा मजाको छ नि तेरो बहुत रेगुलर गरेर छ अलिकति फन्नी पनि हुनुपर्छ है हाम्रो ट्याक्सी स्ट्यान्ड छ कसरी त्यहाँदेखि चाहिँ छ यहाँ छ हाम्रो पुलिस स्टेसन मगनको अझबाट म चाहिँ अब फर्किँदैछु हाम्रो गाउँमा घरको तरफ यो चाहिँ मगन बजारको नजारा ट्याक्सी I'm still looking forward to